What's up everybody, it's me Dilipji here and back again with a new video. So guys, new day, new vlog. आज चाहिँ माउन्ट फुजीबाट स्टार्ट हुँदैछ हैन. सो आज हाम्रो डे आउट चाहिँ माउन्ट फुजीमा जाने छ, टप अफ द माउन्टेन. सो गाइज यहाँबाट स्टार्ट हुन्छ हैन. म अघिको भिडियो बनाउन पाइनँ किनकि हामी गाडीमा थियौँ अनि अँध्यारो पनि थियो अनि रातिमा आउँदाखेरि बनाउन पाइनँ. अहिले चाहिँ हामी टिकट काउन्टरमा छौँ. अब टिकट काट्न लागेका छौँ जानको लागि. सो यहाँदेखि उता चाहिँ यस्तो राति छैन. सो म यस्तो लाइटको अगाडि भिडियो बनाएको छु. चाहिँहरू पछाडि टिकट काट्दै हुनुहुन्छ अनि हेर्न सक्नुहुन्छ यहाँको व्यस्त छ. सो यहाँबाट हाम्रो जर्नी स्टार्ट हुन्छ अनि एभ्री हैन त्यहाँको पछि भिडियो बनाएर म राखिहाल्छु. सो गाइज सी यु देयर. क्लिपतिर देखाइदिनु त भाइ. हो यसरी बास हाम्रो यहाँ अहिले नास्ता पार्टी चल्दैछ. ल अब यो त सबैलाई देखाउनु भाइ तपाईँले क्यामेरामा. तपाईँलाई पनि देखिन्छ. यता पनि देखाउनु. यता दाइलाई मैले खिचेछु कि यस्तो गरेर कसरी खोलिन्छ त्यहाँ राखेर मलाई ओके बसमा चढिसक्यो. त्यसैले दाइ म बाबा अनि दाइहरू अगाडि हुनुहुन्छ. चाहिँ बसबाट चढ्दै हो. अब हामी चाहिँ त्यो चढ्नको लागि हिँड्दैछौँ. बसबाट चढेर माथितिर जाँदैछौँ. हामी चाहिँ अब 305 मिटर माथि आइसकेका छौँ बसबाट होइन. सो अब हामी सबैजना यहाँ छौँ. उता छ हेर्न सक्नुहुन्छ. उता छ सर्ने हाम्रो डेस्टिनेसन. सो हामी यहाँ छौँ दुईजना. अरू माथि गइसक्नुभयो. अब हामी यहाँबाट जान्छौँ माथि अनि माथिको भिडियोहरू खिच्छौँ. हेर्न सक्नुहुन्छ त्यही नै हो यहाँको भ्यू त्यस्तो हेर्न सक्नुहुन्छ. यहाँको भ्यू चाहिँ यस्तो छ. घर चाहिँ कति राम्रो छ. यहाँको भ्यू छ हेर्न सक्नुहुन्छ. मान्छेहरू माथि जाँदै हुनुहुन्छ. हामीले पनि हिँड्दै यहाँ चाहिँ लौरोको सबै छैन. हाम्रो दाइ 3 जना दाइ यता हुनुहुन्छ. यता चाहिँ सप पनि रहेछ हेर्न सक्नुहुन्छ. लौरा किन्ने ठाउँ सप लौरा किन्ने ठाउँ. हामी चाहिँ हाम्रो डेस्टिनेसनतिर हिँड्दैछौँ मिलेर. सो त्यही नै हो. सो हामी चाहिँ अब हिँड्दैछौँ हाम्रो डेस्टिनेसनतिर सबैजना मिलेर. सो अब हामी चाहिँ यहाँदेखि स्टार्ट भयो हाम्रो जर्नी चाहिँ वकिङको जर्नी. हिँड्दै छौँ. जङ्गलको भ्यू हेर्न सक्नुहुन्छ. भोपाल छ. सो यहाँदेखि अब हामी हिँड्दैछौँ. सो सबैजना मिलेर अब यहाँदेखि हाम्रो हिँड्दैछौँ सबैजना. बसबाट 40 मिनट लाग्यो. त्यसपछि हामी अब त्यहाँबाट झरेर टिकट काटेर अनि फेरि अब चाहिँ हाम्रो त्यो जङ्गलको बाटो हिँड्दैछौँ. बिहानको मौसम रमाइलो हुँदैछ. सो गाइज हेर्दै गर्नु होला.
सो गाइज अब चाहिँ हामी माथि जाँदैछौँ। जति माथि गयो त्यति राम्रो भ्यू आउँदैछ। सो हेर्न सक्नुहुन्छ ट्रेकिङ राम्रो हुँदैछ। सो सबैजना अगाडि गइसक्नुभयो। सो अगाडि यताको भ्यू हेर्न सक्नुहुन्छ भोपाल छ होइन। सो त्यो रमाइलो हुँदै भएको छ। यहाँदेखि भोपाल ठाउँ देखिँदो रहेछ होइन। सो मेरो फर्स्ट टाइम हो माउन्ट फुजी एन्ड अझैसम्मको एक्सपिरियन्स चाहिँ राम्रै छ है। सो गाइज सो गाइज यहाँ हाम्रो रियल ट्रेकिङ सुरु भयो है त। ल यहाँदेखि अब उकालो जाँदैछौँ हामीहरू। सबैजना अगाडि गइसके। हामीहरू चाहिँ पछाडि छौँ। यहाँ चाहिँ 3जना हाम्रो पार्टी अगाडि गइसक्नु भइसकेको छ। हाम्रो होला जस्तो छ आजको चाहिँ अब झन्डा कस्तो छ। हामी नेपालको झन्डा फहराइँदैछ आज। हामी अब फुजी चढ्दैछौँ। ल यहाँ ट्रेकिङ रियल अब स्ट्रगल सुरु हुँदैछ यहाँदेखि। को कति थाक्छ यहाँ थाहा हुन्छ है गाइज। हामी चाहिँ अब चढ्दैछौँ उकालो भइसके गाह्रो। यो बाटो हेर्नु सक्नु कस्तो है। रमाइलो छ। एकदम रमाइलो भयो। धेरै समय पहिलादेखि हामी आउनु खोजेको। आज मौकाले सबैको केही छुट्टी मिलाउन सफल भयो। सबै मिलेर सबैले साथ दिनुभयो। सबै आउन पाइयो। सँगै आउँदा छुट्टै रमाइलो हुँदो रहेछ। अझै गर्दैछौँ। माथि जाँदैछौँ। बल्ल स्टेसन आइसक्यो। 5बाट 6, 6:30, पौने 7सम्म आइपुग्यो। हो त्यहाँ 7 छ अनि फेरि 8 आउँछ। त्यसपछि 9 आउँछ। 9मा पुगेर हाम्रो नेपालको झन्डा फहराइन्छ। कमन गाइस भन्दै Salute. How are you feeling right now? Tired? No. It's okay. Enjoyable. Fantastic. Alright guys, हामी चाहिँ आधी बाटामा आइसक्यो। अब यति छ चढ्नलाई। आधी बाटामा आइसक्यो। सानो सक्नुहुन्छ सबै चढ्दैछौँ। मेरो साउन्ड कस्तो थाहा छैन। सो हामी आधी बाटामा आइसक्यो। यताबाट हेर्दा कालो आउँदो रहेछ। सो अब यहाँदेखि यस्तो बाटो पुरा यहाँको बाटो चाहिँ यस्तो अप्ठ्यारो छ। ढुङ्गाको चाहिँ सक्नुहुन्छ। यहाँ तलको भ्यू चाहिँ यस्तो छ। बाटो भनेर एउटा भ्यू यस्तो छ। केटाहरू बस्यो हामी सबैले आफ्नो त्यहाँ सेल्फी हाल्नु जाँदैछ। कोही पनि छैन।
गएर चढाइ चाहिँ बब्बाल हुँदैछ है पसिना पसिना आयो बाटो यस्तो हेर्न सक्नुहुन्छ यस्तो ढुङ्गा छन् बाटोहरू पुरै होइन थाकिसक्छ होइन अझै 3.4 किलोमिटर छ माथि जानका लागि हेर्न सक्नुहुन्छ यहाँनिर यस्तो बाटो हेर्न सक्नुहुन्छ हजुर जिमे नेता हेरिरहन् जिमे के छ ब्लगम्यान हाई गाइस गभर्नमेन्ट हुने नि भन्ने आजको यहाँ हेर्न सक्नुहुन्छ यस्तो है सो हाम्रो चाहिँ यहाँ सर्ट ब्रेक हुँदैछ होइन सर्ट लन्च ब्रेक अब हामी अझै आधी घन्टा अझै टन्ने बाटो हिँड्नु छ तर यहाँ हाम्रो पक्का ब्रेक भएको छ सबैजना केही खाएकै छैन सबभन्दा केही नखाइकन जाने बुढै हुनु अब Look at this view, guys. What a view from here. So everyone, we are walking on the top of Mount Fuji right now. So we are in the middle right now. So from here you can see what a wonderful view. So everyone ready? Yes. So guys, अब हामी आउन लागेको छौँ तर अझै आएको छैन यो चढ्ने बाटो अझै यत्रो छ यहाँको चढ्ने अलिक गाह्रो भइरहेको छ चढ्नलाई हजुर यहाँदेखि लुक एट दिस पछि हामी हाम्रो डेस्टिनेसनमा आउँछौँ अहिले हामी तिनीहरूलाई वेट गर्दैछौँ तलको मान्छेहरूलाई So guys, हामी फाइनली आइसक्यो अब भनेको जम्मा 20 पाइला मात्रै बाँकी छ 20 पाइला चट्टला हानेपछि स्वर्गको भ्रमण हुन्छ आज ये माउन्ट फुजी चढ्दा हालत खराब भयो यार दाइ केही भन्न चाहनुहुन्छ लगभग सब्मिट हामी खुसी लागिरह गइसक्यो अब हामी फाइनली पुगिसक्यौँ ल अब त सिलिकन्सी अगाडि छ त्यो समिट हामी यहाँ छौँ यहाँ बाघको उपन्यास बनाएको रहेछ सो गाइस फाइनली हामी आइसक्यो अवस्था फाइनली आफ्नो डेस्टिनेसनमा पुगिसक्यो यु क्यान सी फाइनली
यो ह्याप्पिनेस कसैलाई सेयर गर्न सक्दिनँ यति ह्याप्पी हो So guys, finally we are here. You can see Mount Fuji को टपमा आइयो हामी अब हामी चाहिँ टपमा जाँदैछौँ यहाँ चाहिँ यो कपडाको सपहरू छ हैन सकिन्छ त्यो राम्रो कपडाहरूको सक्छ यो टपमा चाहिँ यति राम्रो सब भनेको अनबिलिभेबल छ हैन त्यहाँ वेन्डिङ मेसिन पनि रहेछ कसम यति महँगो छ कि यहाँ यु क्यान सी 600 को छ है स्पोर्ट ड्रिङ्कहरू पानीहरू भइसकेको रहेछ सो गाइज फाइनली वी आर इन द टप अफ माउन्ट फुजी फाइनल आइसक्यो 4 घन्टाको स्ट्रगल हिँडाइपछि हामी फाइनली टपमा आएका छौँ सो यहाँको भ्यू यस्तो हेर्न सक्नुहुन्छ यस्तो छ अहिले चाहिँ सो यु क्यान सी अहिले चाहिँ के भएको छ सो यु क्यान सी अहिले चाहिँ हामी अब थोरै माथि जान्छौँ मेन ठाउँमा होइन त्यहाँदेखि हेर्छौँ के कस्तो छ भनेर सो अहिले चाहिँ हामी हिँडाइको मा छौँ यहाँ चाहिँ अलिक चिसो रहेछ यु क्यान सी क्लाउड सो खेलिरहेको छ मान्छेहरू छन् सो चाहिँ नै हो सबै मान्छे आउँदै जाँदै गर्दै अभी फुजीको साइडमा चाहिँ नास्ता खान लगाएका छौँ नास्ता हेर्न सक्नुहुन्छ टिकटक कहाँ प्लेट र उसको सबैको बनाउँछु क्या एउटा हामी बसेर सबैजना नास्ता खान होला राता प्लेट देखाइए सबैको छोटै उहाँ त फेरिको है गाईहरू यही नै हो हामी चढेर भ्याएर यो नास्ता खान लाग्छौँ है एक्लै खानु 15 घन्टा अब जुत्ता हामी त्यतना माथिदेखि यत्ना तल आइसक्यौँ अब यहाँदेखि फेरि तल
तल तल जाँदैछौँ सबैजना हेर्दै होला तल 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 जाँदैछौँ हामी बादलबाट छोएर अब फेरि भुइँ छुँदा जाँदैछौँ हामी सबैजना कुरा गर्दै हेर्दैछौँ सो गाइज रात बत्ती बोलेको छ मेरो गोप्रोमा किन होला थाहा भएन सो अब हामी तलतिर जाँदैछौँ से यही नै हो सो गाइज फाइनली हामीले सबै कम्प्लिट गरेर फेरि आइसक्यो हेर्न सक्नुहुन्छ सो राइट गाइज फाइनली वी ब्याक इन बस स्टेसन यहाँ हामी फेरि सो गाइज आजको भिडियो भोपाल भयो होइन आजको ब्लग पनि भोपाल भयो अब घर एडिट गर्नुपर्ने छ त्यसलाई सो यही नै हो आजको ब्लग एडिट गरेर राख्नुपर्ने छ अब यो चाहिँ दिस भिडियो if you enjoyed this video make sure you subscribe my YouTube channel and until that bye bye